जस्तो पहिचानवादी मोर्चाको स्थापना गर्नुपर्ने आवश्यकता किन आइपर्यो? किन स्थापना गर्नुपर्ने भयो? हामीले पहिचानवादी मोर्चाको स्थापना गरेको चाहिँ देशमा विभिन्न समस्याहरू चाहिँ निरन्तर जारी हो। जस्तो उदाहरणको लागि देशमा भ्रष्टाचार व्यापक भइरहेछ, झन् बढेको छ। दोस्रो, देशमा देश विकास भएन। नेपाल 40-50 वर्ष अगाडि नेपाल जतिकै गरिबीको लेभल रहेका देशहरू अहिले दक्षिण कोरिया जस्ता देशहरू धनी भइसके। तेस्रो, नेपालमा अझै पनि श्रमिक किसानहरूको, साना किसानहरूको, साना व्यवसायहरूको समस्याहरू सम्बोधन भएको छैन। र चौथो प्रमुख चाहिँ नेपाल बहुजातीय बहुसांस्कृतिक समाज हो, तर नेपाल अझै पनि एकल जातीय राज्य नै छ। र यो मुद्दा चाहिँ नेपालका तथाकथित ठुला दलहरू एमाले, काङ्ग्रेस र माओवादीले आफू बढ्ने बेला उठाए तर पावरमा गएको बेला सम्बोधन गरेनन्। त्यसले गर्दा उनीहरूबाट यी तीनटा ठुला दलहरू जो चाहिँ लामो समयसम्म शक्तिमा रहे, उनीहरूले भ्रष्टाचारको अन्त्य गरेनन्, नियन्त्रण गरेनन्, पहिचानको मुद्दा सम्बोधन गरेनन्, देशलाई विकास गर्न सकेनन्, श्रमिक र गरिब किसानहरूको उनीहरूले मुद्दा सम्बोधन गरेनन्। त्यसले गर्दा नेपालमा नयाँ दलको जरुरत छ भनेर हामीले चाहिँ पहिचानवादी मोर्चा सुरु गरेका हौँ। जस्तो पहिचानवादी मोर्चाले पहिचानको मुद्दाहरूलाई स्थापित गराउन के कसरी अगाडि बढ्छ? त्यस्तो के रोडम्यापहरू छ? अवधारणाहरू कस्तो बनाउनु भएको छ? कसरी पहिचानको मुद्दालाई स्थापित गराउँछ त पहिचानवादी? हामीले दुई वा तीन तरिकाले भनौँ हामी अगाडि बढ्छौँ। एउटा चाहिँ पहिचानको हाम्रो जुन चाहिँ एकल जातीय राज्यको सट्टामा ठाउँमा बहुसांस्कृतिक राज्य निर्माण गर्ने हाम्रो लक्ष्य छ, त्यो चुनावबाट मात्र सम्भव हुँदैन। त्यसले गर्दा हामी आन्दोलनको लागि, एउटा ठुलो आन्दोलनको लागि तयारी रहनुपर्छ। त्यसले गर्दाखेरि पछि गएर हामीले दल निर्माण गरिसकेपछि पनि आन्दोलनको तयारीको लागि मोर्चाबन्दी जारी राख्ने। त्यो मोर्चामा जो चाहिँ दल निर्माणमा आउनुहुन्छ उहाँहरूसँग चाहिँ दल निर्माण गर्ने। तर एउटा दलमा आउनु नसक्ने अरू पनि पहिचानवादी अब सामाजिक संस्था हुन्छ, होइन, जातीय सङ्गठनहरू हुन्छन्, स्वतन्त्र व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूसँग चाहिँ मोर्चाबन्दीमा रहिरहने। त्यसले गर्दा आन्दोलनको लागि मोर्चाबन्दी सधैँभरि तयार गरिराख्ने। अनि दोस्रो, दल निर्माण गर्ने। दलले चाहिँ चुनावमा भाग लिने। र चुनावमा भाग लिँदाखेरि पनि अब सबै चाहिँ पहिचानवादीहरू एउटै दलमा त आउँदैनन्, आए राम्रो तर आउँदैनन्। त्यसले गर्दा चुनावमा पनि हामी गठबन्धन गर्ने। त्यसरी तीन तरिकाले, एउटै तरिकाले मात्र होइन, तीन तरिकाले अगाडि बढ्दाखेरि चाहिँ हामी आन्दोलनको तयारी गर्ने, आन्दोलन पनि गरिरहने, नोकोसी आन्दोलनमा सहभागी बन्ने, मुकुलुङ आन्दोलनमा सहभागी बन्ने, बोजेनी आदि इत्यादि धेरै आन्दोलनहरू छ, तिनीहरूमा सहभागी बन्ने, अनि त्यसपछि दल निर्माण गर्दै अगाडि पनि बढ्ने भनेर। र चुनावको बेला चाहिँ त्यो हाम्रो मतदाताहरूलाई सुरक्षा गर्नको लागि र केही सिट जित्नको लागि, निश्चित सिट जित्नको लागि चाहिँ हामी चुनावमा पनि भाग लिने हाम्रो रणनीति छ। पहिचानवादी दलहरू, पहिचानको मुद्दालाई अगाडि लिएर आएका दलहरू थुप्रै छ, अहिले पनि अस्तित्वमै चाहिँ छन्। के छ, अर्को मोर्चाको आवश्यकता त्यत्रो जरुरी थियो? त्यसकारण त्यसमा दुईवटा पक्ष। एउटा मोर्चा चाहिँ आन्दोलनको लागि हो, होइन, मोर्चामा चाहिँ दलहरू मात्र आउँदैनन्, जातीय सङ्गठनहरू पनि हुन्छन्, स्वतन्त्र मान्छेहरू पनि छन्, त्यसको लागि मोर्चा आवश्यक छ, होइन। त्यसबाहेक दल, तपाईँको प्रश्न चाहिँ मेरो विचारमा दलसँग सम्बन्धित छ, थुप्रै दलहरू छन्। हामी चाहिँ त्यो थुप्रै दलहरूलाई सकेसम्म सबैलाई, तर सबैलाई सम्भव हुँदैन कहीँ पनि, सकेसम्म बढी पहिचानवादी दलहरूलाई चाहिँ एक ठाउँमा ल्याउने हाम्रो प्रयास जारी छ। र हामीले अहिले चारवटा राजनीतिक घटकहरू मिलेर चाहिँ पहिलो चरणमा चाहिँ हामी एउटा दल 1.5-2 महिनामा निर्माण गर्दैछौँ, गठन हुँदैछ। त्यसमा अब नेपाल जनमुक्ति पार्टी, होइन, पहिचानवादी मोर्चा, नागरिक उन्मुक्ति पार्टीको प्रदेश नम्बर 1 को सङ्गठन र माङ्सेबुङ स्थित नोकोसी त्यो आन्दोलनको विरुद्धमा गठन भएको अभियान समिति, यसमा हामी चारवटा चाहिँ सुरुमै अहिले निर्णय गरिसक्यौँ। तर हामीसँग अझै पनि वार्तामा चाहिँ अन्य घटकहरू पनि, राजनीतिक दलहरू, घटकहरू पनि हुनुहुन्छ जो चाहिँ यो हाम्रो एकीकरणको प्रक्रियामा आउनुहुन्छ। त्यसले गर्दा हामीले गरेको प्रयास चाहिँ दल निर्माणमा पनि पहिचानवादी दलहरू धेरै भए, पहिचानवादी आन्दोलन विस्तार भयो, तर हामी छरिएर रह्यौँ। त्यसले गर्दा छरिएर रहेको शक्तिलाई जो एउटा दलमा आउनु सक्नुहुन्छ उहाँहरूलाई चाहिँ दल निर्माण गरेर एउटा दलमा ल्याउने
अब कतिपय त्यो दलमा पनि आउनु भएन भने चाहिँ चुनावी गठबन्धनमा पनि अनि चुनावी गठबन्धन पनि गर्ने भनेर चाहिँ हामी यसरी अगाडि बढ्छौँ। कुन तरिकाले चाहिँ पहिचानवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ, मोर्चाबन्दी, दल निर्माण र गठबन्धन, त्यो सबै प्रयासहरूबाट हामी अगाडि बढिरहेको छौँ। जस्तो यसमा यहाँकै पूर्व पार्टी जस्तो केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो जसपा नेपाल, जसपा नेपालले पनि पहिचानवादी धारहरूलाई, पहिचानवादी शक्तिहरूलाई, पार्टीहरूलाई गराएर अगाडि बढिरहेकै थियो र फेरि बिचमा त्यो पार्टी चाहिँ विभक्त हुनु पुग्यो। के छ त्योभन्दा फरक अभ्यास मोर्चाले के गर्न सक्छ? किनभने दशा त त्यही दोहोरिन सक्ने सम्भावना त छ। तपाईँले राम्रो प्रश्न गर्नुभयो। त्यसले गर्दा हामीले चाहिँ के गरेको छौँ भने नि, पुराना पहिचानवादी दलहरू र पुराना अन्य गैर पहिचानवादी दलहरूको किन उनीहरू घरिघरि फुटिरहन्छन् होइन, उनीहरूले एजेन्डा उठाउँछु भन्छन्, एजेन्डा किन लागू गर्दैनन् भन्ने कुरोहरू हामीले चाहिँ त्यसलाई ध्यानमा राखेर त्यसलाई चाहिँ हामीले प्रिभेन्ट गर्ने तरिकाले अगाडि बढेका छौँ। जस्तो पहिलाको पुराना पहिचानवादी दलहरू, उहाँहरू पहिचानवादी दल भन्ने, घोषणापत्रमा पनि लेख्ने, तर न आफूले आन्दोलन सुरु गर्ने न भएको आन्दोलनमा सशर्त नेताहरू, जिल्ला स्तरका नेताहरू चाहिँ आन्दोलनमा सहभागी हुने, तर सशर्त नेताहरू चाहिँ आन्दोलनमा आफूले पनि सुरु नगर्ने, भइआएको आन्दोलनमा पनि सक्रिय रूपले सहभागी नहुने। त्यसले गर्दा त्यसको विरुद्धमा तपाईँले देखिहाल्नुभयो, हामी त सबै हाम्रो यो 4 गतेकै सशर्त ग्रुपहरू चाहिँ विभिन्न आन्दोलनमा हामी सक्रिय रूपले सहभागी भएका छौँ, सशर्त नेतृत्वहरू नै होइन। एउटा कुरो त्यो। दोस्रो कुरो चाहिँ यो पहिलाको पहिचानवादी दलहरू मात्र होइन, नेपालमा चाहिँ प्रायः जसो दलहरूको ठुलो रोग र फुट्नुको कारण चाहिँ के हो भने, जो पार्टीको अध्यक्ष बन्यो ऊ आजीवन अध्यक्ष बन्न खोज्ने अनि उसले सकेसम्म सबै शक्ति चाहिँ आफूमा केन्द्रीकृत गर्ने वा त्यो पार्टीको ऊ राजा नै बन्ने होइन। त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ समस्या भयो। किनभने पार्टीको अध्यक्षसँग कुरा नमिलेपछि अर्को व्यक्ति, अर्को नेता त्यो पार्टीमा बस्न सेक्योर फिल नगर्ने। मेरो त पार्टीको अध्यक्षसँग कुरा मिलेन, अब मलाई चाहिँ माइनस गर्छ र माइनस पनि गरेको उदाहरणहरू छन्। त्यसले गर्दा उहाँहरू कि त पार्टी छोड्ने, सक्नेले पार्टी फुटाउने होइन। त्यसले गर्दा त्यस्ता रोगहरू चाहिँ हामी विभिन्न तरिकाले चाहिँ यो प्रस्तावित पार्टीमा चाहिँ हामी त्यसलाई एड्रेस सम्बोधन गर्छौँ। जस्तो उदाहरणको लागि हामीले के भनेका छौँ भने, के अरे अधिवेशनबाट जो अध्यक्ष निर्वाचित हुन्छ ऊ 2 पल्ट लगातार अध्यक्ष बन्न नपाइने होइन। भनेपछि कम्तीमा पनि त 2टा अध्यक्ष हुन्छन् पालै पालो होइन। त्यसो गर्दाखेरि चाहिँ जस्तो एउटा अध्यक्षसँग अहिले वर्तमान अध्यक्षसँग कसैको कुरा मिलेन भने उसले त पर्खिन्छ नि त होइन। अब अर्कोपल्ट यो मान्छे अध्यक्ष बन्दैन, त्यसले गर्दा मलाई खेद्दैन होइन, म निस्केर जानु पर्दैन, अर्कोपल्ट मेरो ग्रुपको अध्यक्ष बन्नु सक्छ भनेर उसले त गर्छ नि त। त्यसले गर्दा त्यसरी ऊ फुट्दैन। अनि हामीले चाहिँ अर्को चाहिँ के भनेको छौँ भने, पार्टीको अध्यक्ष चाहिँ मन्त्री इभन प्रधानमन्त्री पनि बन्नु पाउँदैन। यदि मन्त्रीमण्डलमा जोइन गर्ने, प्रधानमन्त्री बन्ने हो भने चाहिँ अध्यक्ष पद छोड्नुपर्छ। त्यसो गर्दा चाहिँ त्यो सबैलाई शक्ति वितरण भयो नि त होइन, एउटै व्यक्तिमा केन्द्रीकृत भएन नि त। त्यसले अनि अर्को चाहिँ हामीले पार्टीलाई चाहिँ कार्यकर्तामुखी बनाउनुपर्छ। खालि केन्द्रीय नेताहरूको वरिपरि घुम्ने पार्टी बनाइयो भने त्यो समस्या हुन्छ, जनताको काम गर्दैनन्, गाउँमा खट्ने कार्यकर्तालाई निराश आउँछ होइन। त्यसले गर्दा यी विभिन्न तरिकाले, अन्य तरिकाहरू पनि छन्, यी विभिन्न तरिकाले पहिलाको रोग किन चाहिँ पार्टी फुटे होइन, किनको पहिचानको मुद्दा उनीहरू उठाउँछु भने तर व्यवहारमा उठाएनन्, ती सबै हामीले चाहिँ छलफल गरेर विश्लेषण गरेर समस्याहरू यो रहेछ, त्यो समस्यालाई यसरी निराकरण गर्न सकिन्छ भनेर हामीले त्यो संरचनाहरू, प्रक्रियाहरू त्यसरी अगाडि बढाउनेछौँ। जस्तो यहाँले अबको आगामी चुनावमा अन्य पहिचानवादी दलहरूसँग विचार मिल्ने चाहिँ समूहहरूसँग गठबन्धन गरेर चुनाव भिड्ने योजना जो बताउनु भयो, त्यसपछि चुनाव जितेर संसदीय अभ्यासमा गइसकेपछि त्यहाँ चाहिँ दाउपेच या अङ्कगणितहरू सुरु हुँदै गर्दाखेरि भोलिपर्सि पहिचानको मुद्दालाई त्यतिकै रूपमा लान सक्छ कि, किनभने मन्त्रीको प्रलोभन चाहिँ दिन सक्छ र अन्य दाउपेचहरूमा लाग्नुपर्ने हुनसक्छ। त्यसले त्यो अवस्थामा बहुमत पुग्छ भन्ने अहिले नै निर्क्युल गर्न सकिन्न, गर्दाखेरि मुद्दा त्यतिकै बरकरार रहन सक्छ। त्यसले चुनावमै गइसकेपछि तपाईँले राम्रो प्रश्न गर्नुभयो, त्यसको बारे पनि हामीले सम्बोधन गरिसकेका छौँ। हामीले के भनेका छौँ भने, हाम्रा सांसदहरू हामी सिधै सरकारमा जाँदैनौँ
होइन। प्रष्ट रूपले हाम्रा यी मागहरू सम्बोधन गरिसकेपछि मात्र आवश्यकता भयो भने हामी मन्त्रीमण्डलमा जाने। किन आगामी मन्त्रीमण्डल पनि कसैको बहुमत नहुने ठुलो सम्भावना छ होइन, त्यहाँ गठबन्धनको सरकार हुन्छ होइन। त्यसले गर्दा हामीले चाहिँ हामीलाई सरकारमा लाने भए, हाम्रो त्यो सरकार बनाउनुको लागि गठबन्धनको लागि समर्थन चाहिने भए पहिला हाम्रा यी मागहरू पुरा गर्नुहोस्। अहिले चाहिँ पहिचानवादी दलहरूको के देखेको छ भने मागहरू पुरा सुरु गर्नुभन्दा अगाडि नै मन्त्री बन्ने, अनि एउटा यसो जनतालाई देखाउनुको लागि चाहिँ ल यसमा सम्झौता गरेको छौँ भन्ने, तर मन्त्रीमण्डल ढल्दाखेरि पनि ती सम्झौताहरू पुरा हुँदैन। त्यसले होइन सुन्नुहोस् न, सत्तामा जानु कुनै होइन आफ्नो सवालको लागि इस्युको लागि सत्तामा जानु नराम्रो होइन, तर त्यहाँ सवाललाई बेची खाइएको छ क्या। त्यसले गर्दा सवाललाई कसरी बेची नखाने, सवाल सम्बोधन गरिसकेपछि मात्र सरकारमा जोइन गर्ने। त्यसो गर्दाखेरि सत्तामा पनि जानु सक्यो। तर सत्तामा कतिखेर जाने, हाम्रो यो मागहरू चाहिँ पहिला पुरा गर्नुहोस्, पुरा गर्नुहुन्छ भने हामी सरकारलाई समर्थन गर्छौँ, आवश्यक परे सत्तामा पनि जान्छौँ। र यसो गर्दाखेरि चाहिँ 1-2 महिना हामीले धैर्य लियौँ भने, 1-2 हतारमा मन्त्री बनेनौँ भने हाम्रो सवालहरू सम्बोधन पनि धेरै सम्भावना छ। किनभने अघि पनि भने कसैको बहुमत हुँदैन, र जो चाहिँ गठबन्धनको प्रधानमन्त्री हुन्छ उसले चाहिँ सकेसम्म मेरो गठबन्धन चाहिँ लामो समयसम्म होस् भन्ने हुन्छ। उसले सकेसम्म चाहिँ धेरै ठुलो गठबन्धन बनाएर त्यो मन्त्रीहरू राख्यो भने बढी सेक्योर उसले फिल गर्छ। त्यसले गर्दा उसले हामीले हाम्रो मुद्दा सम्बोधन नगरेसम्म सरकारमा आउँदैनौँ भन्यो भने मुद्दा सम्बोधन गर्ने धेरै सम्भावना पनि छ। जस्तो त्यो कतिको सम्भव हुन्छ, कसैलाई प्रलोभनमा दिएर मोर्चा फुटाउने, पार्टी फुटाउने अभ्यासहरू त भइ नै राखेका छन्। तपाईँ चाहिँ कतिको विश्वस्त हुनुहुन्छ भोलि आफैमा त्यो अवस्था आइपर्दैन भन्नेमा? यसमा चाहिँ हामीले प्रष्टसँग चाहिँ अगाडिदेखि नै हामी जब हाम्रो चुनाव हुन्छ, चुनाव हुँदाखेरि जो चाहिँ निर्वाचनका उम्मेदवारहरू हुनुहुन्छ उहाँहरूलाई हामी अगाडि नै प्रष्ट भन्छौँ होइन, तपाईहरू मन्त्री बन्नु पाउनु सक्नुहुन्छ पछि, तर हाम्रो मुद्दाहरू सम्बोधन गरिसकेपछि मात्र। त्यसले गर्दा पहिला नै मान्छेहरूले कुरा बुझियो भने, अहिले त त्यो कसैले भनेको छैन नि त। त्यसले गर्दा मान्छेहरूको सिधै म चुनाव जित्छु सकेसम्म मन्त्री बन्छु भन्ने हुन्छ होइन। तर अगाडि नै हामीले उहाँलाई सोसलाइज गऱ्यौँ भने होइन, त्यो चाहिँ अनि सोसलाइज गरिसकेपछि के हुन्छ भने पार्टीलाई भन्ने आधार पनि रहन्छ। हामीले त पहिला नै भनेको छौँ, तपाईँ अब मन्त्री नै बन्नु चाहनुहुन्छ भने पहिला यो मुद्दा चाहिँ सम्बोधन हुनु पर्यो। र हामीले मन्त्री बन्ने प्रक्रियामा पनि अहिले त कस्तो छ भने प्रायः जसो जो अध्यक्ष छ उसले आफ्नो नजिकका मान्छेहरूलाई मन्त्री बनाउनु चलन छ होइन। हामीले चाहिँ एउटा मापदण्ड तोकेर मात्र मन्त्री बनाउने, केन्द्रीय समितिमा छलफल गरेर समावेशी हुनु पर्यो, सिनियरिटीको आधार, दक्षताको आधार, समावेश विभिन्न आधारहरूको आधारमा चाहिँ छलफलमा त्यो आधारहरूमा जो पुग्यो। जस्तो कोही चाहिँ कुनै दलहरूमा चाहिँ बारम्बार एकैजना मन्त्री हुने हुन्छन्, त्यस्तो होइन, आलो पालो पनि हुनु पर्यो होइन, दक्षता हुनु पर्यो, कार्यदक्षता। अब कोही मन्त्री भइसकेको मान्छेले धेरै राम्रो पर्फर्मेन्स गर्यो भने त्यसलाई पनि एउटा मापदण्ड लिने होइन। विभिन्न मापदण्डलाई केन्द्रीय समितिले बनाएको मापदण्डलाई त्यसअनुसार चाहिँ मन्त्रीमण्डल बनाउने। त्यसो गर्दा सबैलाई चित्त बुझ्छ नि त होइन। खालि अध्यक्षलाई मैले खुसी पर्छु, चाकरी गर्छु अनि अध्यक्षलाई भनेर जुन चाहिँ लडाइँ देखिन्छ नि यहाँ, त्यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ। हामी त्यसरी सम्बोधन गर्छौँ। अब यो पहिचानवादी मोर्चाले वर्तमान यो देशको राजनैतिक अवस्थालाई कसरी विश्लेषण गर्छ? यो पहिचानवादी मोर्चाले चाहिँ कसरी विश्लेषण गरेको छ भने हाम्रा ठुला दलका 3टा ठुला दलहरू चाहिँ एकदम शक्ति केन्द्रित भए, खुलेआम उनीहरूले भ्रष्टाचार गर्न थाले होइन, खालि नेतामुखी भए। त्यसले गर्दा देशको अघि मैले जुन 4वटा समस्याहरू भने होइन, एकल जातीय राज्य होइन, भ्रष्टाचारको विस्तार, देश विकास नहुनु, अनि गरिब किसान श्रमिकहरूको चाहिँ मुद्दाहरू सम्बोधन नहुनु होइन। उनीहरू चाहिँ नेताहरूले खालि आफू र आफ्नो कार्यकर्ता, आफ्नो समर्थकहरूको मात्र उनीहरूले चाहिँ मुद्दाहरू सम्बोधन गरेर उनीहरूलाई मात्र धनी बन्ने। अहिले चाहिँ कस्तोसम्म देखेको छ भने सकेसम्म चाहिँ आफै चाहिँ खुलेआम रूपले भ्रष्टाचार बढिरहेको छ होइन, मैले सके त खाएँ भन्ने किसिमले। त्यसले गर्दा यी सबै मुद्दाहरू चाहिँ
सम्बोधन गर्नुपर्छ र त्यो सम्बोधन गर्ने भ्रष्टाचारलाई नियन्त्रण गर्ने हामीसँग उपायहरू छ, देश विकास गर्ने हामीसँग उपायहरू छ र सबभन्दा मुख्य चाहिँ नेपालमा चाहिँ के देखेको छ भने सिन्सियरिटी चाहियो क्या नेतृत्वहरूमा। सिन्सियर भएको ठाउँमा यहाँ मान्छेलाई परिवर्तन हुन्छ। जस्तो उदाहरण कुलमान घिसिङको उदाहरण दिउँ न, होइन, उनी सिन्सियर थिए, होइन, उनले त 18 घन्टा 20 घन्टाको लोड सेडिङ त अन्त्य गरे नि। त्यस्ता दक्ष मान्छेहरूलाई ठाउँ ठाउँमा राख्यौँ भने पनि, होइन, उनीहरूले आफै धेरै कुरोहरू सम्बोधन गर्छ, सबै कुरा होइन। तर यहाँ चाहिँ के भएको छ अरे भने चाहिँ त्यो प्राधिकरणको प्रमुखदेखि लिएर कर्पोरेसनको प्रमुखहरूदेखि आदि इत्यादि सबै नियुक्तिमा पैसा लिइन्छ अरे, होइन। पैसा लिइसकेपछि अनि त्यो व्यक्तिले त त्यो आफ्नो लगानी त उठाउँछ नि त, होइन। त्यसले गर्दा सिन्सियर हुनु पर्यो नेतृत्व क्या। सक्षम मान्छेलाई ठाउँ ठाउँमा राखिदिनु पर्यो अनि उनीहरूले आफ्नो क्षेत्रमा दक्षता अनुसार काम गर्छन्। त्यसले गर्दा हामीसँग यो सबै कुरा त नभनौँ, धेरै से धेरै कुराहरू सम्बोधन गर्ने सबै आइडियाहरू छ। जस्तै यो यहाँले भर्खरै भन्नुभएको कुराहरू प्रायः अन्य पार्टीहरूले पनि भन्दै आइरहेका छन्। सुशासनको नारा नै छ पार्टीहरूको। अब यसमा अहिलेका चाहिँ वर्तमान शक्तिमा रहेका, सत्तामा रहेका पार्टीहरूभन्दा अलिकति फरक अथवा पहिचानलाई स्थापित गर्न, देशमा सुशासन कायम गर्नको लागि त्यस्तो ठोस काम अथवा ठोस एजेन्डा चाहिँ के छ त पहिचानवादी मोर्चा? त्यसमा जस्तो हामी सुशासनको भ्रष्टाचार नियन्त्रणको कुरा आयो, होइन। जस्तो हामीले चाहिँ अहिले नेपालमा भ्रष्टाचार किन नियन्त्रण भएको छैन भने एउटा भ्रष्टाचार नियन्त्रणको लागि अख्तियार भन्ने एउटा संवैधानिक आयोग छ, तर त्यसमा चाहिँ राजनीतिक दलले इन्टरफेयर गरेका छन्, आफ्नो झोलेहरू राखेका छन्, होइन। काङ्ग्रेसको पनि छ, त्यहाँ माओवादीको पनि छ, एमालेको पनि छ मान्छेहरू। अनि अख्तियारलाई चाहिँ एक अधिकार दिएको छैन अनि एक चाहिँ त्यो आयुक्तहरूको सहमति बेगर कसैलाई कारबाही हुँदैन अरे भनेपछि शीर्ष नेताहरूले कहिले पनि अख्तियारले कारबाही गर्न सक्दैन। दुई, बजेटमा पनि इन्टरफेयर गर्छ, स्टाफिङमा इन्टरफेयर। त्यसले गर्दा हामीले चाहिँ प्रस्तावित के गरेको छ भने अख्तियार जस्तो भ्रष्टाचारको विरुद्धमा काम गर्ने निकायलाई चाहिँ पार्टीहरूको नियन्त्रणबाट स्वतन्त्र बनाउनुपर्छ। त्यहाँ स्वतन्त्र मान्छेहरू खटाउनुपर्छ, त्यो प्रक्रिया नै हामी स्वतन्त्र बनाउनुपर्छ। त्यसले गर्दा सक्षम र स्वतन्त्र मान्छेहरू जाउन्, त्यहाँको कर्मचारीहरू पनि अख्तियारले आफैले नियुक्ति गर्न सकोस्, जसले गर्दाखेरि चाहिँ पार्टीको नियन्त्रणमा हुँदैनन्। र त्यो अख्तियारलाई पनि बजेट चाहिँ निश्चित बजेट सरकारको इन्टरफेरेन्स बेगर अगाडि नै उपलब्ध गराउने, किनभने अहिले त बजेटलाई पनि कन्ट्रोल गरेर समयमा रिलिज नगरेर सरकारले चाहिँ अख्तियारलाई नियन्त्रण गरिरहेको छ। त्यसले गर्दाखेरि एक, अख्तियारलाई शक्तिशाली बनाउने, दुई, स्वतन्त्र आयुक्तहरू नियुक्ति गर्ने, तीन, बजेट पनि उसलाई स्वतन्त्र रूपले बेग्लै व्यवस्था गर्ने र कर्मचारीहरू पनि उसले स्वतन्त्र रूपले लोकसेवा मार्फत तर उसले आफै नियुक्ति गर्ने प्रचलन गराउँ भने अख्तियार स्वतन्त्र हुन्छ, कुनै दलको नेताहरूले उसलाई कन्ट्रोल गर्दैन। त्यसपछि जसले भ्रष्टाचार गर्छ उनलाई उसले कारबाही गर्न सक्छ र कारबाही गर्छ। त्यसरी चाहिँ सुशासन चाहिँ आउँछ। जस्तो अब पहिचानवादी मोर्चाले नेपालका आदिवासी जनजातिहरूको भाषा, संस्कृति या ऐतिहासिक थाथलोको संरक्षण चाहिँ राज्य सत्तामा चाहिँ आदिवासी जनजातिहरूको उपस्थिति जस्ता विषयहरूलाई चाहिँ कसरी काम गर्दैछ अथवा ठोस रूपमा चाहिँ के खालको तयारीहरू, पूर्व तयारीहरू, एजेन्डाहरू तयार गरे? यसमा हामीले जस्तो पहिचानवादी मोर्चाले चाहिँ बहुसांस्कृतिकवाद भनेर हामी भन्छौँ, त्यसको चारवटा पक्ष छ, होइन। एउटा धर्मनिरपेक्ष राज्य, होइन, त्यो पहिलादेखि उठिआएको छ, होइन। त्यसमा चाहिँ अब राज्यको धर्म हुनु भएन, तर व्यक्तिगत रूपमा नागरिकहरूको कुनै पनि धर्म मान्ने वा धर्म नमान्ने त्यो अधिकार सुरक्षित हुनु पर्यो, त्यसलाई अझ स्ट्रेन्थन गर्ने। दोस्रो, समानुपातिक, राज्यका सबै अङ्गहरूमा समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी गर्ने, आर्मीदेखि लिएर पुलिसदेखि लिएर कर्मचारी तन्त्रदेखि लिएर संवैधानिक आयोगहरूदेखि लिएर सबैमा चाहिँ समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी गर्ने निश्चित रूपले। त्यसमा हामी श्रमिकहरूको पनि व्यवस्था गर्न सक्छौँ, किसानहरूको पनि गर्न सक्छौँ। अनि तेस्रो चाहिँ स्वायत्तता, जस्तो लिम्बुवान, किराँत प्रदेश, मगरा, तामसालिङ आदि इत्यादि हामीले भनेको छौँ नि, जो थाथलोमा छरिएर एकत्रित रहनुभएको छ उहाँहरूलाई स्वायत्तको व्यवस्था गर्ने।
त्यो स्वायत्तको व्यवस्था गर्दाखेरि अनि साना साना जो चाहिँ ग्रुपहरू हुनुहुन्छ नि, जस्तो लोहोरुङ भयो, याक्खा भयो, धिमालहरू भयो, जो चाहिँ सानो सानो क्षेत्रमा एकीकृत हुनुहुन्छ, उहाँलाई पनि विशेष क्षेत्र उपस्वायत्त दिएर उहाँलाई स्वायत्त दिनु। पहिचानवादी मोर्चाले चाहिँ त्यसबाहेक नयाँ कुरो चाहिँ के निकालेको छ भने ती कुरा मात्र गरेर पहिचानको सबै कुरोहरू सम्बोधन हुँदैन। जस्तो काठमाडौँमा नेपा मण्डल भयो भने काठमाडौँको नेवारले नेपा मण्डलले गरेको निर्णयबाट उसले फाइदा लिन सक्छ, तर धरानमा फेदेनमा रहेको नेवारले त फाइदा लिन सक्दैन। त्यसले गर्दा थाथलोदेखि बाहिर रहेका र छरिएर रहेका विभिन्न समुदायहरूलाई चाहिँ जातीय अधिकारहरू दिनुपर्छ। जस्तो यहाँ फिदिममा रहेको वा धरानमा रहेको नेवारहरूले गाईजात्रा मान्ने, आफ्नो मातृभाषामा स्कुलहरू सञ्चालन, प्राइमेरी स्कुलहरू सञ्चालन गर्नु वा अरू विभिन्न अधिकारहरू उहाँलाई चाहिन्छ भने त्यो चाहिँ उपलब्ध गराउनु पाउँछ। त्यसले गर्दा लिम्बुवानमा लिम्बूहरूको सवाल मात्र होइन, लिम्बुवानको क्षेत्रभित्र रहेका नेवारहरूको, मगरहरूको, दलितहरूको, गुरुङहरूको सबै खस आर्यको पनि उनीहरूको पनि मुद्दाहरू सम्बोधन हुनुपर्छ होइन। यहाँ जो चाहिँ पछि आउनुभएको छ, छरेर रहनुभएको छ र कुनै सानो ठाउँमा एकीकृत हुनुभएको छ भने त्यस किसिमको उपस्वायत्तता पनि दिन सकिन्छ। यो चाहिँ पहिला चर्चा भएको भन्दा नयाँ हो। पहिला स्वायत्ततासम्म चर्चा हुन्थ्यो, हामीले त स्वायत्तता बेगर छरिएर रहेका समुदायहरूको पनि मुद्दाहरू चाहिँ सम्बोधन। जसरी गैर भौगोलिक सङ्घीयता चाहिँ दलितको लागि भनिएको थियो, हामीले नेवारको लागि नेपा मण्डलमा स्वायत्तता, नेपा मण्डल काठमाडौँभन्दा बाहिर रहेकोले चाहिँ गैर भौगोलिक सङ्घीयताबाट पनि उनीहरूको अधिकारहरू सम्बोधन गर्नुपर्छ भनेर हामीले यी चारवटा तरिकाबाट चाहिँ पहिचानको जसलाई जुन जुन आवश्यकता छ, जसलाई जुन समस्या छ, त्यो समस्याहरू चाहिँ यी चार तरिकाले चाहिँ सम्बोधन गर्नुपर्छ भनेर। जस्तो प्रसङ्ग आइहाल्यो, म व्यक्तिगत रूपमा सोध्छु तपाईँलाई, जो राजतन्त्र पुनर्स्थापनाको कुरा छ, आन्दोलनहरू भइरहेको छ, कसरी लिनुभएको छ? नेपालमा राजतन्त्र स्थापना हुँदैन, पुनर्स्थापना हुँदैन। किनभने राजतन्त्र भनेको कस्तो हो भने 200-300 वर्ष अगाडि सबै देशमा राजतन्त्र थियो। अब त्यो अमेरिकाले गणतन्त्र सुरु गरेपछि राजतन्त्र हराउँदा अहिले तपाईँले कुनै देशमा नयाँ राजतन्त्र आएको देख्नुभएको छ? त्यो भनेको राजतन्त्र भने डेट एक्सपायर्ड आइडियोलोजी हो क्या। कुनै जमानामा 200-300 अगाडि त्यसको आवश्यकता थियो होला, त्यो थियो होला। अहिलेको मोडर्न युगमा राजतन्त्रको आवश्यकता छैन, होइन, नभएको हुनाले ऊ हराएर गएको हो क्या। आवश्यकता र मदर अफ नेसेसिटी इज मदर अफ इन्भेन्सन भन्छ क्या। आवश्यकता भयो भने जन्मिन्छ कुरोहरू। अब आवश्यकतै छैन भने, जबकि अहिले चाहिँ प्रत्येक नागरिकले म बोल्नु पाउनुपर्छ, म लेख्नु पाउनुपर्छ, मेरो अधिकार स्थापित हुनुपर्छ भनेर भन्छ, यस्तो समयमा राजतन्त्र पुनर्स्थापना हुँदैन, होइन, त्यो सम्भावनै छैन। अब के मान्छेहरू कुदेर आएको छन्, उनीहरूको विभिन्न स्वार्थहरू होला, बुझाइ होला। अब उनीहरूलाई आफ्नो इनर्जी फुजलमा खर्च गर्नु मन लाग्छ भने अब त्यो त अब लोकतन्त्रमा त पाउँछन्, अब नगर भन्नु त सकिएन, होइन। म तपाईँलाई राजतन्त्रको बारे किन आउँदैन भनेर म तपाईँलाई अर्को उदाहरण दिन्छु कि मैले यो इजरायल र इरानको अहिलेको युद्धमा त्यो युद्धलाई मरु बनाएर पूर्व राष्ट्रमा फर्किन सक्ने भन्ने कुराहरू रहेछ। यसरी अभ्यासहरू त गर्न खोजिरहेको छ विश्वमा हेर्दा। कसरी तपाईँले यो, मैले त प्रश्न नै बुझिनँ, कसरी इजरायल र इराकको लडाइँले गर्दा राजतन्त्र आउँछ भन्ने? भनेको चाहिँ पूर्व निर्वासित जो राजकुमार थिए उनले फेरि कहाँको? इरानमा त्यो छ, त्यस्तो अभ्यासहरू चाहिँ होइन। त्यो त अब यता सुन्नुहोस् न, पूर्व राजाहरूले आश गर्नु त पाउँछन् नि त, आश गरून् न। इरानकै पूर्व राजाले पनि आश गरून् न। आश गर्नु भनेको त आउनु होइन नि त। अब आश नगर त भन्नु पाइएन नि त। ठिक छ। अब यो के अरे पहिचानवादी मोर्चाले यो चाहिँ प्रदेश नम्बर 1 को नामाङ्कनलाई कसरी लिएको छ, कोशी प्रदेशको विषयलाई कसरी हेर्छ? हामीले चाहिँ नोकोशी आन्दोलनलाई सघाइरहेको छौँ, होइन, एउटा घटकको रूपमा, होइन। त्यसले गर्दा यो चाहिँ जुन कोशी भन्ने नामाकरण चाहिँ षड्यन्त्रपूर्वक प्रदेशको सांसदलाई छलफल गर्न नदिकन, होइन, राख्यो, जबरजस्ती राख्यो। र कसरी राख्यो भने चुनावमा चाहिँ कोशीको नामै उच्चारण गरेनन्,
म लिम्बुवान दिन्छु, म किराँत प्रदेश दिन्छु आदि इत्यादि भनेर भने। तर चुनाव जितेपछि नेतृत्वको पहलमा, शीर्षस्थ नेतृत्वको पहलमा बिचारा प्रदेश सांसदहरू निरह भएर उनीहरूले जहाँ भोट हाल भन्दा हाल्ने र कतिपय ठाउँमा त भोट पनि हालेका छैनन् होइन। खालि चाहिँ उनीहरूको ल फल्ना फल्ना चाहिँ यतिजनाको चाहिँ हाम्रो समर्थन छ है भनेर चाहिँ पार्टीले दिएको अरे। त्यसले गर्दा चाहिँ यो गैर वैधानिक तरिकाले, अवैधानिक तरिकाले होइन जनताको आकाङ्क्षा विपरीत। र हामीले चाहिँ अझै भनेको चाहिँ कोशी भन्ने नाम चाहिँ भारतमा छ क्या। कोशी नदी नेपालमा अरुण भन्छौँ, के अरे लिखु भन्छौँ, तमोर भन्छौँ, अरू के कोशी भन्छौँ, तर कोशी मात्र भन्दैनौँ होइन। थोरै किलोमिटर मात्र कोशी भनिन्छ। तर भारतमा गयो भने त्यो हामी नेपालमा सप्तकोशी भन्छौँ, त्यसलाई भारतमा कोशी भन्छ। त्यसले गर्दा यो भारतीय नाम पनि, विदेशी नाम पनि यहाँको नेपालमा लाद्नु हुँदैन भनेर हामी चाहिँ कोशी आन्दोलनको पूर्ण समर्थक, सक्रिय सहभागी र कोशी नामको चाहिँ विरोधमा छौँ। र नाम परिवर्तन गर्नु पर्यो, पुनः नामकरण गर्नु पर्यो भने के हुन सक्छ तपाईँको? त्यसमा त हामी निरन्तर छलफलमा छौँ। अब जुन सङ्घर्षमा लाग्नुभएको घटकहरू छ उहाँहरूलाई सर्वस्वीकार्य हुने हामी नाम चाहिँ प्रस्तुत गर्छौँ। सुरुमा त त्यो पनि देखाइयो है, जस्तो उहाँहरू आफै बिचमा मत भिन्नता छ, नामको विषयमा क्लियर छैन भन्ने एउटा जमात पनि त थियो कोशी नामकरण हुनुभन्दा अगाडि। त्यसमा चाहिँ ऊ छ। अब यो चाहिँ बाहिर चाहिँ वादीहरूको कमजोरीको रूपमा हेर्नुहुन्छ त्यसलाई? होइन, त्यसमा तपाईँहरूलाई म के भन्छु भने त्यो चाहिँ यो कोशी पक्षधरहरूले निर्माण गरेको भाष्य हुन्। यो आन्दोलनमा लागेका घटकहरू उहाँहरूमा एउटा समझदारी छ। आन्दोलन सफल भएपछि कुन चाहिँ नामकरण लिने भनेर एक प्रकारको समझदारी छ। अगाडि चाहिँ नभन्ने, स्ट्राटेजिक रणनीतिक हिसाबले भन्ने मात्र हो। त्यसले गर्दा कोशी नाम खारेज होस्, अर्को नाम सजिलै हामी चाहिँ सर्वस्वीकार्य नाम चाहिँ अगाडि आउँछ। जस्तो पछिल्लो समय चाहिँ अलिक बढी सतहमा आएको भनेको हाम्रो मुकुमलुङ केबल कार विवादको विषय। यसमा के छ? पहिचानवादी मोर्चाको दृष्टिकोण के छ? कसरी लिन्छ पहिचानवादी? हामी यो मुकुलुङ सङ्घर्षमा हामी सक्रिय रूपले सहभागी छौँ। अहिले पनि हामी त्यो 31 गते र 1 गतेको वृक्षारोपणमा सहभागी भएर फर्केका हौँ। हाम्रो ठुलो ग्रुप नै त्यहाँ सहभागी भएका थियौँ। र हामी चाहिँ यो पाथिभरा केबल कार कम्पनीले गैर वैधानिक तरिकाले उसले चाहिँ त्यो केबल कार निर्माण बनाउनु सुरु गरेको छ। जस्तो उसँग टर्म्स अफ रेफरेन्सै छैन। कुनै पनि गतिविधि गर्नको लागि राज्यसँग उसले टर्म्स अफ रेफरेन्स दिनुपर्छ। तर अझैसम्म पाथिभरा केबल कार कम्पनीले भन्दा पनि माग गर्दा पनि टर्म्स अफ रेफरेन्स देखाउन सकेको छैन। विभिन्न मन्त्रालयले पनि टर्म्स अफ रेफरेन्स देखाउन सकेको छैन। त्यसले गर्दा चाहिँ यो जुन चाहिँ अहिले त्यो पाथिभरा केबल कार निर्माण बनाउने प्रक्रिया उनीहरूले प्रयास गरिरहेका छन् त्यो चाहिँ एकदम गैर वैधानिक तरिकाले होइन। एउटा व्यापारीले राज्यको सरकारको नेताहरूलाई खुसी पारेर उनीहरूलाई दाम चढाएर उनीहरूलाई फोकटमा फ्रीमा सेयर दिलाएर चाहिँ उनले गरिरहेको देखिन्छ। त्यसले गर्दा त्यहाँ चाहिँ तहको भ्रष्टाचारहरू भएको छ क्या। टर्म्स अफ अनुमति नै टर्म्स अफ अनुमति जस्तो अनुमति नै देखाउन सकेको छैन। अनि उसले कसरी गर्यो? अनि अर्को कुरो उसले जे चाहिँ गरेको छ स्थानीयको ठुलो प्रतिरोध छ। अनि राज्यले चाहिँ एपिएफलाई त्यहाँ खटाएको छ, जनपदलाई खटाएको छ। 3टा इन्सपेक्टरको अन्तर्गत लगभग 250 प्रहरीहरू त्यहाँ भयो। त्यो प्रहरीहरूलाई के अरे चन्न ढकालले तलब खुवाएको छ। त्यो त तपाईँ हामीले तिरेको करबाट उठाएको बजेटबाट उनीहरूले तलब पाइरहेका छन्, उनीहरूले भत्ता पाइरहेका छन्, उनीहरूको व्यवस्था भइरहेको छन्। त्यसले गर्दा त्यो अर्को ठुलो भ्रष्टाचार हो क्या। जनताले कर तिर्ने, त्यो कर तिरेकोबाट एउटा व्यापारीलाई चाहिँ धनी बनाउनु खोज्ने भने त्यसले गर्दा त्यहाँ त्यस्तो भ्रष्टाचारको, नीतिगत भ्रष्टाचारको होइन हामी चाहिँ व्यापक रूपले विरोध गर्छौँ। यहाँले पनि भन्नुभयो एपिएफहरू, सशस्त्र प्रहरीहरू यसरी लागिरहेका छन् भनेर। स्थानीय सरकार लागिरहेको छ, सङ्घीय सरकार, प्रदेश सरकार लागिरहेको छ। अब यसमा आन्दोलनको बलबाट त्यो रोक्न सम्भव हुन्छ भन्ने लाग्छ? त्योभन्दा म तपाईँलाई पहिलो प्रश्न भन्छु।
आन्दोलन चलिरहेको ठाउँमा स्थानीय मान्छेले प्रतिरोध गरिरहेको ठाउँमा त्यस्ता प्रोजेक्टहरू संसारमा कहीँ सफल भएका छन्? कहीँ पनि सफल भएका छैनन्। त्यसले गर्दा त्यो पनि सफल हुँदैन होइन। संसारमा कसैले देखाओस् मलाई लडाइँमा चाहिँ त्यस्ता राज्यले जोखिम लिएर त्यस्ता प्रोजेक्टहरू पुल बनाउने कुरोहरू आर्मीलाई पास गर्ने गर्छन्, त्यो उनीहरूलाई खर्चको आवश्यक। तर अशान्त भोकमा स्थानीयले प्रतिरोध गरेको ठाउँमा केबल कार जस्तो प्रोजेक्ट संसारमा कहीँ बनेको छ? मलाई कसैले देखाओस्, त्यो बन्दैन। त्यसले गर्दा हामी बन्नु उसलाई दिँदैनौँ, त्यो बन्दैन होइन। त्यसले गर्दाखेरि चाहिँ यो अब चाहे त्यो राज्यको अब एपिएफ प्रयोग गरोस् होइन, त्यहाँको मेयरले साथ दियोस्, त्यहाँको तथाकथित जनविरोधी जनप्रतिनिधिले साथ दियोस्, त्यो केही फरक पर्दैन। भोलि अर्को सरकार आउँछ होइन, त्यसले गर्दा अर्को सरकारले एक निर्णयले त्यो सबै बन्द गरिदिन्छ होइन। त्यसले गर्दा त्यो केबल कार कम्पनीलाई त्यो पहिला त्यो एपिएफ सञ्चालन प्रहरी सञ्चालन गरेको पैसाहरू पनि तिराउनु सक्छ, क्षतिपूर्ति तिर। राज्यको करबाट तैँले चाहिँ तिमीहरूले चाहिँ दुरुपयोग गर्यो, त्यसको चाहिँ त्यो चन्द्र ढकालको कम्पनीलाई त्यो क्षतिपूर्ति हामी दिलाउन सक्छौँ। भोलि त एउटै सरकार त हुँदैन नि त होइन। त्यसले गर्दा त्यो बन्दैन हामी भनेर ढुक्क हुनुहोस्। म पुनः व्यक्तिगत प्रश्न गर्छु तपाईँलाई, के मुकुमलुङमा केबल कार किन बन्नु हुँदैन व्यक्तिगत हिसाबले तपाईँले एउटा कुरो मैले अघि नै उठाएको सुरुमा चाहिँ मुकुङमा कुनै पनि मुकुङमा मात्र होइन कहीँ पनि कुनै पनि तथाकथित विकासको गतिविधिहरू भ्रष्टाचारमा होइन भ्रष्टाचारको आधारमा नेताहरूलाई बनाएर बन्नु हुँदैन पहिलो कुरो। दोस्रो कुरो मुकुङ भनेको धार्मिक स्थल हो। धर्म गर्नको लागि चाहे त्यहाँ लिम्बूहरू हुन् चाहे ती हिन्दूहरू हुन्, उनीहरूले कान्छी थानदेखि पूजाआजा गर्दै गर्दै जान्छन्। लिम्बूहरूले त्यो के अरे डोरी बाँध्दै बाँध्दै जान्छन्, अनि केबल कारले एकैपल्ट माथि पुर्याउँछ। अनि त्यो केबल कार बन्यो भने बन्दैन, तर बन्यो भने धार्मिक आस्थालाई पनि उसले प्रहार गर्छ, धर्मको के अरे सवालै रहँदैन। त्यो अनि अर्को चाहिँ त्यहाँ वन्यजन्तुको कुरोहरू आउँछ, विभिन्न इन्भाइरोमेन्टल कुराहरू आउँछ होइन। त्यसले गर्दाखेरि विभिन्न धेरै कारणले गर्दा मुकुङलुङ पाथिभरामा केबल कार कुनै हालतमा बन्नु हुँदैन र बन्दैन। र अन्त्यमा अब नेपाली राजनीतिमा या यो नेपालको अहिलेको यस्तै राजनीतिक परिवेशहरूमा परिदृश्यहरूमा त्यस्तो के बलियो रोडम्याप छ पहिचानवादी मोर्चासँग? बलियो उपस्थितिको लागि त्यस्तो के चाहिँ रोडम्यापहरू छ? कसरी हामी अरूभन्दा फरक भएर उभिन्छौँ, फरक हाम्रो मुद्दालाई सशक्त रूपमा उभ्याउँछौँ र हामी चाहिँ आफ्नो एजेन्डाहरूलाई स्थापित गरेरै छाड्छौँ भन्ने त्यस्तो के तयारीहरू छ? मैले अघि कतिपय कुरोहरू त मैले अघि पनि भने, म त्यसलाई दोहोऱ्याउँछु होइन। जस्तो अहिले मान्छेहरूको चाहिँ एक तरिकामा एक किसिमको मान्छेहरू आन्दोलन मात्र गर्छन् होइन, एक किसिमको मान्छेहरू दल मात्र निर्माण गर्छन् होइन, अर्को तरिका मान्छेहरू खालि गठबन्धन मात्र गर्छन्। हामीले तिनटै उपायलाई लिने समान, हाम्रो दल निर्माण हुन्छ, त्यहाँ धेरै घटकहरूलाई ल्याउँछौँ, तर हाम्रो आन्दोलनको मोर्चा पनि निरन्तर साथसाथमा चल्छ होइन। हामी दल निर्माण गरेपछि पनि अब सबै पहिचानवादी दलहरू त आउँदैन नि त, अनि गठबन्धन गर्छौँ भन्ने कुरो छ होइन। अनि अर्को चाहिँ म तपाईँलाई के भन्छु भने, हामीले 1 वर्ष अगाडि पहिचानवादी मोर्चा गठन गरेका हौँ। अब म व्यक्तिगत रूपले पहिचानको आन्दोलनलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने म मान्छे हुँ होइन, मेरो प्राज्ञिक हिसाबले गर्ने मान्छे हुँ। मलाई थाहा थियो पहिचानको आन्दोलन विस्तार भइरहेको छ होइन, धेरै ठाउँमा उठिरहेको छ। तर पहिचानवादी दल निर्माण त्यो मोर्चा निर्माण गरेपछि मैले सोचे भन्दा बढी चाहिँ पहिचानको आन्दोलनहरू देशैभरि भएको रहेछ। जस्तो उदाहरणको लागि तपाईँले ढोरपाटनको आन्दोलन सुन्नुभएको थियो, तपाईँले दुम्की बासको आन्दोलनको बारे सुन्नुभएको थियो, तपाईँले के अरे यो बोजेनीको आन्दोलनको बारे सुन्नुभएको थियो, तपाईँले त्यो हलमेहरको आन्दोलनहरू सुन्नुभएको थियो। यस्ता तपाईँले दलितको आन्दोलनको बारे, तपाईँले मनोज जयगढीको नाम सुन्नुभएको थियो होइन, तपाईँले श्रवण थारूको थरोट मोर्चाको नाम सुन्नुभएको थियो, तपाईँले मधेसी जनअभियान स्वदिन मधेस जनअभियान भन्ने हाम्रो के अरे महतोजीको त्यो सङ्गठनहरू सुन्नुभएको थिएन नि त। मैले यी उदाहरणहरू मात्र क्या, यी मधेसमा उठिरहेको छन्, पहाडमा उठिरहेको छन्, आदिवासी जनजातिले उठाएका छन्, दलितहरूले उठाएका छन् होइन, मधेसीहरूले उठाएका छन् भनेपछि ठाउँ ठाउँमा आन्दोलनहरू उठिरहेका छन्। त्यसले गर्दाखेरि चाहिँ एकदम वातावरण तयार भएको रहेछ। अब हाम्रो चुनौती भनेको चाहिँ
सबैलाई एक ठाउँमा कसरी चाहिँ समेट्न सकिन्छ। त्यो समेट्नुको लागि पनि पहिचानवादी मोर्चा र त्यो मोर्चामा आबद्ध नेताहरूले हामी चाहिँ धेरै सिट लिनुपर्छ भनेर गऱ्यौँ भने अरू आउनुहुन्न। त्यसले गर्दा सबैलाई सर्वस्वीकार्य हुने होइन प्रक्रिया के हो, सिटको बाँडफाँड आदि इत्यादि। त्यसले गर्दा चाहिँ यी विभिन्न तरिकाले चाहिँ हामीले चाहिँ अगाडि जो पहिचानवादी मोर्चालाई अगाडि लान्छौँ। फेरि अन्त्यमा एउटा क्वेसन थपिहाल्छु, जस्तो यहाँले भन्नुभयो एकाडेमिक अभ्यास गर्ने मान्छे भनेर प्राध्यापन पेसामा हुनुहुन्थ्यो, एउटा थिङ्क ट्याङ्कको रूपमा काम गर्दै आउनुभएको थियो। अब यता साङ्गठनिक अभ्यास गरेर म चाहिँ सफल हुन्छु या चाहिँ आफूले स्थापना गरेको पार्टीलाई सही मार्ग दिन सक्छु र सही ठाउँमा पुर्याउन सक्छु भन्ने कहिलेकाहीँ दुविधा हुन्छ? मलाई निश्चित रूपले दुविधा हुँदैन, किनभने नि यो प्रश्न चाहिँ एउटा कुनै पार्टी वा आन्दोलनको एउटा व्यक्ति मात्र होइन क्या। जस्तो म एउटा प्राज्ञिक क्षेत्रबाट आएँ, यो हाम्रो पहिचानवादी मोर्चा संयुक्त पहिचानवादी मोर्चामा 20औं वर्ष राजनीति गरेका साथीहरू पनि हुनुहुन्छ होइन। त्यसले गर्दा यसमा एकाडेमिक मान्छे कन्सल्टिङ गरेका मान्छेहरूले पनि हामीलाई साथ दिइरहनु भएको छ, विदेशबाट पनि साथ। त्यसले गर्दाखेरि एउटा हाम्रो त अहिले नि मैले अघि चाहिँ जुन भने पार्टीको अध्यक्ष जो छ ऊ चाहिँ एकदम राजा जस्तो बन्ने र पार्टी भनेको ऊ जस्तो हुने, त्योबाट चाहिँ हामी चाहिँ अलग्ग हुनुपर्छ। त्यो हामीलाई थाहा छ त्यो रोग हो भनेर। त्यसले गर्दा पहिचानवादी संयुक्त पहिचानवादीले मोर्चाले बनाउने पार्टी भनेको एउटा व्यक्ति केन्द्रित पार्टी हुँदैन होइन, त्यो सबै कार्यकर्तामुखी पार्टी बन्छ भनेर अघि जुन मैले उदाहरणहरू दिएँ नि। त्यसले गर्दाखेरि मेरो प्रत्यक्ष अनुभव नहोला, मैले प्राज्ञिक रूपले म पोलिटिकल साइन्सको प्रोफेसर होइन, 20 वर्षभन्दा अगाडि मैले पढाएको। त्यसले गर्दा मलाई प्राज्ञिक रूपले समस्याहरू के हो विश्लेषण गर्ने मैले गरेको छु। तर त्यो विश्लेषणमा के अरे प्र्याक्टिकल रूपमा कसरी त्यसलाई इम्प्लिमेन्ट गर्ने भने चाहिँ हाम्रो राजनीतिमा लामो सहभागी हुनुभएका साथीहरूले त्यहाँ उहाँहरूको इनपुट छ। त्यसले गर्दा समग्रमा चाहिँ हामी त्यसरी चाहिँ अगाडि बढिरहेको हुनाले, अहिले वातावरण तयार भएको हुनाले हामीले उचित ढङ्गबाट अगाडि बढ्दाखेरि चाहिँ हामी सशक्त शक्तिको रूपमा चाहिँ निर्माण हुन्छौँ र हाम्रो लक्ष्य पनि देशको जिम्मा लिने हो। आन्दोलन गरेर मात्र पनि पुग्दैन, एउटा सानो पार्टी बनाएर पनि पुग्दैन, एउटा वैकल्पिक पार्टी बनाऊ जसले चाहिँ देशको जिम्मा लिएर भ्रष्टाचारको अन्त्य गरोस्, श्रमिक र किसानको मुद्दाहरू सम्बोधन गरोस्, बहुसांस्कृतिक राज्य स्थापना गरोस् र देशको विकास गरोस्।